सो गाइज हाम्रो यात्रा चाहिँ धामपुसबाट सुरु भएर हामी यता पोथाना हुँदै हामी माथितिर लागिरहेछौँ र हाम्रो यात्रा चाहिँ नुम्लेसम्मको हुनेछ र यात्राको क्रममा हामीले धेरैजना मान्छेहरूसँग भेट्यौँ जसमा चाहिँ अहिले रिसेन्टली यता पाइपलाइनको काम गर्नेहरू चाहिँ धेरै हुनुहुँदो रहेछ। उहाँहरू पनि यो एरियामा चाहिँ हामीलाई सोध्दै हुनुहुन्थ्यो तपाईँको ट्रेक कहाँसम्म हो अनि कहाँसम्म जाँदै हुनुहुन्छ कताबाट आएको भन्ने क्वेसन्सहरू धेरै भइरहेको थियो। अनि टुरिज्म पनि यो पालि चाहिँ एकदमै राम्रो रहेछ। लोकल्सदेखि लिएर तपाईँको फरेनर टुरिज्महरू पनि राम्रै टुरिस्टहरू पनि राम्रै रहेछ। बाटोमा धेरै मान्छेहरू भेट्यौँ। जङ्गलको यात्रा पनि हाम्रो राम्रै भयो र जङ्गलको यात्रामा गर्दा चाहिँ अलिकति ध्यान दिनुपर्ने रहेछ। यो बाटो चाहिँ खासै मान्छेहरू नहिँड्ने रहेछ। सो अलिकति यात्रा गर्दाखेरि चाहिँ ठाउँ बुझेर जानुपर्ने रहेछ गाइज। अनि बिस्तारै बिस्तारै म चाहिँ हिँड्दैछु किनभने बाटो चिप्लो पनि छ र ओह्रालो पनि छ नि त। सो मैले चाहिँ अलिकति बिस्तारै बिस्तारै हिँड्ने सोचले चाहिँ अलिक पछाडि नै छु। अनि बाटो चाहिँ अलिक पानी परेको भएर चाहिँ बिहान अलिक पानी परेको थियो। सो चिप्लो पनि छ, त्यही भएर चाहिँ बिस्तारै बिस्तारै म लाग्दैछु र हाम्रो यात्रा सुरु भएर हिँड्नु बेला भइसकेको छ। फाइनली हामी चाहिँ एउटा होटलमा पुग्यौँ र होटलबाट देखेको दृश्य चाहिँ यो नै छ। मेरो साथीले चाहिँ मलाई भिडियो बनाउन हेल्प गरेको छ। सो आज चाहिँ वेदर त्यति खुलेको छैन तर पनि राम्रै देखेछ होइन। अनि त्यही भएर यस्तो गरेर अब हामी होटलमा चेक इन गरेर बाहिर के निस्केको थियो, जुका। ओ माई गड, जुका हेर्नुहोस् न, मान्छेको त्यो स्मेलले गर्दाखेरि जुका है मेरो खुट्टानिर आइपुग्यो क्या। मेरो खुट्टाको छेउमा छ यो होइन, मेरो खुट्टा ती छ क्या। अनि कस्तो फटाफट क्या, स्ट्रेट सुलुक 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 चल्दै आइरहेछ क्या यो। अब हेर्नुहोस् है, मलाई मेरो खुट्टाको छेउमा देखाउँदैछु, यो आउँदैछ, मजाले आउँदैछ। बाफरे कति फास्ट हो। त्यो 3-4वटा थियो क्या तर नि आएन क्या। अब हेर्नु मेरो खुट्टा छेउमा आयो, सिधै आउँदैछ। हेर्न आम्मामा आइरहेछ त्यो सुलुत सुलुत। अनि खुट्टा पनि ठ्याक्कै आउँछ क्या, कस्तो डर लाग्छ क्या। अब खुट्टा अब खुट्टाको छेउमा आएछ क्या। अभी आइसक्यो है। हेर्नुहोस् है गाइस, आइसक्यो है। अब खुट्टा सार्छ है म हेर्ने। अब अझै आउँछ, अझै त्यो मेरो खुट्टा सारेन मैले होइन। त्यही पनि यो लत्की आइरहेछ क्या। यसको अब आँखा हुँदैन भन्छ है, यसको सेन्सर होला है। आमा सेन्सले हो कि के हो, बाफरे। आँखा चाहिँ हुँदैन भन्छ तर ठक्कै तपाईँको खुट्टानिर आउँछ क्या। बाफरे उफ्री आउँछ नि होइन। म त्यो टाढो जाँदा नि जुकाले चाहिँ छोड्दैन क्या मलाई। हट, अब झन् नजिक आउँछ। ल हेर्नु न, आइसक्यो। बाफरे ओ छेउमै पुगिसक्यो। हेरौँ न यसले के गर्दछ। अब चढ्नुलाई ठ्याक्कै मेरो त्यो चप्पलको त्यो कुनाबाट चढ्नु खोजिरहेको छ कि यसले। म हेरिरहेको छु यसले के गर्छ हेरेर न। अब तन्किँदैछ अझै तन्किँदैछ। अब चाहिँ भयो गाइस, अहिलेलाई बाई बाई।